धेरैजसो उहाँहरूले आकलन गरेर जो विज्ञ हो हामीले खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरवामा चाहिँ त्यसको स्याम्पल पठायौँ र त्यहाँबाट आएको रिपोर्टमा चाहिँ विषादी मिसावट छ भन्ने खालको रिपोर्ट भएको हुनाले विषादी भएको चिजलाई हामी उपभोग गर्न दिनुहुन्न भन्ने खालको निर्णय हामीले हिजैदेखि गरेका छौँ र मैले सप्लायर्सहरू हिजो यहाँ हामीले बोलाएका पनि थियौँ। तपाईहरूले बुटोल दुध नल्याउनुहोस्, ल्याउनुहुन्छ शुद्ध राम्रो दुध ल्याउनुहोस्, तपाईहरूलाई घाटा हुन्छ, हामी मूल्य तोकिदिन्छौँ, तर विषादी भएको दुध चाहिँ हाम्रा नागरिकहरूलाई नखुवाउनुहोस् भनेर चाहिँ म उहाँहरूकै सामुन्ने पनि हिजो बैठक बसिरहँदाखेरि मैले त्यो कुरा राखेको छु भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई म अनुरोध गरेको छु कि तपाईहरूले 16 पालिका हेर्नुहुन्छ, सूचना जारी गरिदिनुहोस् र सबैलाई सचेत हुने रूपन्देही जिल्लाका नागरिकहरूलाई शुद्ध भएको दुध पिउन पाउने अधिकार चाहिँ तपाईहरूले पनि सूचना जारी गर्नुहोस् भनेर उहाँहरूसित मैले अनुरोध त गरेको छु, तर के गर्नुहुन्छ थाहा छैन। बुटोलका लागि चाहिँ अब विषादी रहित दुध मात्रै यहाँ आउँछ, विषादी भएको दुध आउन चाहिँ हामी दिँदैनौँ। आज कारबाही गर्नेहरू थोरैमा पर्नु होला, भोलि फेरि त्यही खालको विषादी भएको आयो भनेदेखि हामी नेपाल सरकारको खाद्यसित जोडिएको कानुन जुन छ 5 लाख जरिवाना र 5 वर्ष कैद भन्ने छ, त्यही अनुसारले हामी अगाडि बढ्न चाहिँ सक्छौँ। किन भन्दा नागरिक स्वास्थ्य आफू भयो भने मात्रै सबै कुरा हुन्छ भन्ने मान्यता बुटोलले राखेको छ।